सम्पूर्णमा मेरो नमस्कार। म पुष्पा जोशी। सन् 2023 अक्टोबर 7 को दिनको इजरायल र हमास युद्धबीचको चपेटामा परेका नेपाली इनोसेन्ट एग्रिकल्चर स्टुडेन्ट विपिन जोशी इजरायल लर्न एन्ड अर्न प्रोग्रामको लागि गएको 25 दिनमै हमास समूहले किबुज आलुमिनबाट अपहरण गरेर गाजा क्षेत्रमा बन्दी बनाएर राखेको सम्पूर्णमा अवगत नै होला र 2 वर्ष भइसक्यो र ऊ रिहाई हुन सकेको छैन। यो विगतका 2 वर्षमा हामी सम्पूर्ण परिवारले कैयौँ पटक पूर्व प्रधानमन्त्रीज्यूको ढोकामा ढकढकायौँ र गनेर हेर्ने भने चाहिँ 10 पटक हामीले उहाँलाई भेटिसक्यौँ, गुहार मागिसक्यौँ र कैयौँ पटक परराष्ट्र मन्त्रीज्यू लगायत गृहमन्त्रीज्यू र सम्बन्धित निकायलाई गुहार माग्यौँ र एउटा निर्दोष नेपाली विद्यार्थीको न्यायको लागि भनेर मानव अधिकारको ढोका पनि ढकढकायौँ र अन्तर्राष्ट्रिय जगतमा कुरा पुर्याउनको लागि हामी इजरायल पनि गयौँ। त्यति बेला सम्पूर्ण नेपालीहरूले हाम्रो धेरै सहयोग गर्नुभएको थियो, आफ्नो ठाउँबाट आवाज उठाइदिनु भएको थियो र प्रे गरिदिनु भएको थियो र अहिले हेर्ने हो भने कता कता यो दिन प्रतिदिन दादाको इस्यु चाहिँ सेलाउँदै गएको छ र अहिलेको माहौलमा हाम्रो नेपाल आमा नै प्रधानमन्त्रीज्यूको पदमा हुनुहुन्छ। सुशीला कार्कीज्यू नेपालको प्रथम महिला प्रधानमन्त्रीज्यू, उहाँबाट एकदमै ठुलो आशा बोकेकी छु मैले। उहाँले एउटा छोराको दुःख, एउटा परिवारको दुःख र यो कठिन परिस्थिति नजिकैबाट बुझेर, नजिकैबाट महसुस गरेर दादाको लागि पहल चालिदिनुहुन्छ, रिहाईको लागि पहल चालिदिनुहुन्छ र छिट्टै सकुशल रिहाई गरी नेपाल भूमिमा ल्याइदिनुहुन्छ भन्ने ठुलो आशा बोकेकी छु र यो विगतका 2 वर्ष र अहिले जबसम्म दादा फिर्ता आउँदैन तबसम्मको दिनहरू हाम्रो लागि नर्क जस्तै भइरहेको छ। कसरी बाँच्ने भन्ने कुरा पनि थाहा छैन। हरेक दिन हाम्रो पीडा बढ्दै गइरहेको छ र अहिले हामीलाई यस्तो भइरहेको छ, मैले कैयौँ पटक भनेको छु र कैयौँ इन्टरभ्यूमा भनेको छु, हामीलाई यस्तो भइरहेछ भनेपछि त्यो निर्दोष विद्यार्थीलाई त्यहाँ कस्तो भइरहेको होला र अहिले हेर्ने हो भने चाहिँ गाजामा एउटा फरेन हस्टेज भनेको विपिन जोशी मात्रै छ। एउटा विपिन जोशी र अरू सबै चाहिँ इजरायली छन्। उसलाई त्यहाँ कस्तो भइरहेको होला सोच्दाखेरि पनि मन भारी हुन्छ र मेरो 2 दसैँ तिहार दादाकै प्रतीक्षामा गयो र अहिले पनि अब दसैँ तिहार आउँदैछ र त्यो दसैँ तिहार सम्पूर्ण मान्छेहरू फेस्टिभल आउँदाखेरि एकदमै खुसी हुन्छन् र त्यो अब जो दसैँ तिहार आउँदैछ भन्ने जो मेरो मनमा भइरहेछ, यस्तो गाह्रो भइरहेछ मलाई, त्यो नआइदिएपछि हुन्थ्यो जस्तो भइरहेछ। एकदमै कठिन परिस्थितिमा बाँचिरहेका छौँ हामी, एकदमै ठुलो आशा बोकेका छौँ प्रधानमन्त्रीज्यूसँग, एकदमै ठुलो आशा छ। यो सम्बन्धित निकायहरूसँग पनि ठुलो आशा बोकेकी छु, सम्पूर्ण नेपालीहरूबाट पनि ठुलो आशा बोकेकी छु र अहिले एउटा नेपालीलाई चाहिँ नेपालीको सहयोग चाहिएको छ, एउटा निर्दोष विद्यार्थीलाई चाहिँ नेपालीको सहयोग चाहिएको छ। त्यसैले सम्पूर्ण नेपालीहरूले प्लिज आवाज उठाइदिनु हुन भन्ने मेरो अनुरोध छ। यो आवाज विपिन जोशीको इस्यु नसेलाओस्। 2 वर्ष भइसक्यो। अब विपिन जोशीको आवाज नसेलाओस्। जब दादा फिर्ता हुन्छ तब मात्रै सेलाओस्। जब
मेरो दादा सकुशल नेपाल भूमिमा हुन्छ तब मात्रै सेला होस्। प्लिज तबसम्म प्लिज मेरो दादाको लागि प्रे गरिदिनु होला। प्लिज मेरो दादाको लागि आवाज उठाइदिनु होला। प्लिज मेरो यो हृदयबाट नै रिक्वेस्ट छ। सम्पूर्ण सम्बन्धित निकायहरूलाई पनि प्लिज बिपिन जोशीको रिहाईको सकुशल रिहाईको लागि पहल चालिदिनु होला। र म के आशा गर्छु भने मेरो यो भिडियो नेपाल सरकारसम्म पुगोस्। प्लिज हामी गुहार मागिरहेछौँ हजुरबाट। हजुर पनि एउटा आमा हुनुहुन्छ। हजुर यो पीडा बुझ्न सक्नुहुन्छ। एउटा परिवारमा कस्तो पीडा हुँदै होला, एउटा आमामा, एउटा बहिनीमा र एउटा नेपालको छोरोमा कस्तो पीडा भइरहेको छ। अहिले कस्तो कठिन परिस्थितिमा छौँ हामी भन्ने कुरा हजुर बुझ्न सक्नुहुन्छ। प्लिज छिटोभन्दा छिटो पहल चालिदिनु होला मेरो दादाको लागि। प्लिज।